हेलो गुड इभिनिङ। तपाईहरुलाई कति फुलको भिडियोहरु मात्रै देखाउनु, आज चाहिँ मेडिसिन प्लान्टहरु पनि देखाउँदैछु। यो गिलोयको बोट है, हेर्नुहोस् है। अनि तपाईको एलोभेरा हेर्नुहोस्, यो एलोभेरा पनि 2-3 भेराइटीको छ मेरोमा है। कोही बेला अचानक पानीले पोल्दा, आगोले पोल्दा कुदेर गयो, चट्टै काट्यो, टिपेर ल्याएर यसरी दल्दाखेरि फोकाफोकी निस्किँदैन, धेरै आराम हुँदो रहेछ है। अन्त मिन्टु पदेना पनि देखाइरहेको छु। कोही बेला यसो टाउकोहरू दुख्यो, ग्यास्ट्रिकहरू भयो भने चाहिँ माडेर तातो पानीमा लगाएर खाँदा पनि धेरै आराम हुँदो रहेछ, राम्रो हुँदो रहेछ है। अब घरमा डेली दबाई त हुँदैन, यस्तै मेडिसिनहरू खानुपर्छ। यो मेडिसिन प्लान्टमै आउँछ है। तर यो चाहिँ फल्दो पनि रहेछ, ब्राउन एप्पल के पनि भन्दो रहेछ हैन। तरुल यस्तै फल्छ, पुरा तरुल जस्तै ठुलो ठुलो, यति बेसी फलेको थियो कि योपालि। अब रोप्नुपर्ने छ हो, खाँदा पनि यति मिठो हुन्छ। डायबिटिज प्रेसरको चाहिँ दबाई भन्दो रहेछ यसलाई चाहिँ है। त पुरा फल्यो मेरो योपालि।